येल्लो लगाउने हो नि त येल्लो कलरको लगाउने हो मलाई लाइटर फुल मलाई दुईटा लाइटर त्यही त लाइटर ल्याउ त पत्ताल चलाउनु हुँदैन क्या डुब्छ क्या फु गर्नु हुँदैन ए कहाँ फु गर्नुहुन्छ लाइटरमा फु हुन्छ नि त मम्मीलाई धुप हो फु गर्नु हुँदैन यो बत्तीहरू फु गर्नु एउटा कचौरा लिएर जाऊ त ठुलो कचौरा लिएर आउँछ जाऊ छोरा फर्स्टमा येल्लो मम्मीलाई लगाइदिनुहोस् अब रेड जहाँ येल्लो लगाएको छ त्यहाँ रेड लगाइदिनुहोस् रेडमा मम्मीलाई फ्लावर दिनुहोस् यो हातले जिगर हजुर अब मम्मीलाई त्यो स्पुनले 2 टाइम्स त्यहाँ थपिदिने कचौरामा दही हालिदिनु बुझ्यौ ल अब त्यो चम्चाले यहाँ यसमा हाल्नु बिस्तारै गर बिस्तारै देखाएको गर्दिनु भयो उता राख 110 अब त लड्डु पनि ल्याइदियो थ्याङ्क यू मम्मी टिका लगाइदिन्छस् जहाँ बाबुलाई येल्लो टिका लगाएको छ त्यही रेड पनि त्यही लगाउनु बुझ्यौ अनि फ्लावर बाबुको टाउकोमा अनि मम्मीलाई जी गर्ने मानी म दिन्छु कि यसले टिका के लगाइदियो हेर्नु त यहाँ बाङमा लगाइदियो त्यही पहेँलो भएको ठाउँमै लगाइदियो यसलाई सिकाइदिनु त टिका लगाइनु अब मामुलाई यो तिमीलाई पनि म दिन्छु क्या पहिला हात थप यो तिमीलाई होइन समाउ यो अन्डा